गुड मर्निङ नमस्ते साथीहरू वेलकम टु माई न्यू ब्लग। म चाहिँ एकदम सन्चै छु। आई होप हजुरहरू पनि सन्चै हुन्छ भन्ने आशाका साथ यो भिडियो स्टार्ट गरिरहेको छु। अनि यो चाहिँ मेरो पहिलो ब्लग हो। योभन्दा अगाडि चाहिँ म सानो ब्लगहरू बनाएर टिकटकमा चाहिँ हाल्ने गर्थेँ। अनि टिकटकमा चाहिँ त्यति धेरै भ्युजहरू जाँदैन थियो। अनि मैले चाहिँ अब युट्युब च्यानल खोलेको। अनि सबैजनाले सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला, अनि धेरैभन्दा धेरै माया दिनु होला। अनि म चाहिँ अघि उठिसकेको 4 बजी उठेको थिएँ। अनि चियासप बनाएँ, सबै थोकसकेँ। अनि दादालाई खुवाएर पठाएँ। दादालाई खाजासाजा बनाइदिएर कोही उठ्नु भएको छैन, अब उठ्ने बेला भयो। अनि मेरो चाहिँ धेरै काम छ, आँगन बढार्नु पर्ने छ, सुक्खाहरू बढार्नु पर्नेछ। अनि आज चाहिँ म वर्तमानमा जान लागेको। अनि त्यही भएर छिटै खानासाना बनाएर मम्मीहरू त खानुहुन्न, भिग्दिन जाने हो। अनि हामी घरमा खाने चाहिँ भाउजू म बुवा मात्र। अनि मैले थोरै पकाउने खाना चाहिँ आज अहिले पकाइहाल्छु बिहानै, किनकि छिट्टै जानुपर्ने छ आफ्नै घरको हो नि त। अनि काम सघाउनु पर्ने हुन्छ। अनि हेर्नु न हाम्रो फुल यस्तरी फुलिरहेको छ। मैले चाहिँ खाना पनि भुटेर रेडी पारिसकेको, चिया पनि बसिसकेको छु। अनि थर्मसमा पानी थियो, अब त्यही उठेर खानुहुन्छ मम्मीहरूले। चुलो पनि कालो भइरहेको छ। अनि म चाहिँ यसलाई पोत्ने आज भनिरहेको छु। अब पोत्नु पर्यो। सुरुमा चाहिँ उठेर ब्रस गर्दै हुनुहुन्छ, अब म चाहिँ चुलो पोत्न लागेको। अनि चुलो पोतेर चाहिँ आँगन बढार्नु पर्ने छ। आज धेरै नै काम छ हाम्रो घरमा। पानी खोल्नु त मम्मी। ग्यास छैन, अब ग्यास भएको पुस्नु। ए पोतो थालेपछि लुगा दिमाको दल्लेर पोतिसके चुलो। अब बढारेर माम पकाउनु छ के सिकुवा नि बढाइसके। अनि आँगन बढाइसक्दा चाहिँ आमा भर्खर उठ्नुभयो। आमालाई चाहिँ त्यति धेरै सन्चो हुँदैन नि त, बिहानै उठ्नुभयो भने दम पर्छ। अब फुलमा पानी हाल्छु। अनि आज चाहिँ वर्तमानमा जानुभन्दा अगाडि हामी रक पेपर सिजन खेल्छौँ। किनकि यो रक पेपर सिजन खेल्नु यस्तो डर छ नि साथीहरू। अस्ति नै 1 महिना अगाडिदेखि नै प्लान गरेको, तर अहिलेसम्म भएको छैन। कोही बेला कोही मेला जानुपर्छ, कोही बेला के, अनि टाइमै आएको थिएन। अनि आज चाहिँ बरु म ढिलो जान्छु वर्तमानमा। अनि गर्ने भनेको कस्तो हुन्छ, सामान केही ल्याएको छैन, ल्याउने अनि जाने। हाम्रो चाहिँ घरको वरिपरि जस्तो जङ्गल छ, घाँसहरू छ। अनि त्यही भएर भ्यूहरू राम्रो देखिँदैन फोटोमा, टिकटकमा। भाइ र भाउजू चाहिँ उठिसक्नु भएको छ। यी मेरो काले उठिसकेको छ, मेरो सानो। तपाईँहरूलाई बिहान बिहानै मुस्कान दिन्छ। मुस्कान हो कि मेरो भन्दा चाहिँ यति राम्रो छैन त, कम्ती कि छैन नि, यतिदेखि मोबाइलमा क्रेजी हुन खोज्छिन्। नातिलाई हेर्दै हुन्छ। आमा आमा हाई गरिदिनु न, हाई गरिदिनु न। दिदीलाई सबैले सब्सक्राइब गरिदिनु होला, धेरैभन्दा धेरै माया दिनु होला। भनिदेऊ छिटो भनिदेऊ न। रक पेपरको लागि सामान लिन जाने पसल दिदी र म। अब चिया खाइसकेर चाहिँ अभी मजा आएगा ना। 1 2 3 1 2 3
के गरे बुझ्दै के गरे 1 2 3 यही त हो तपाईहरु यही ल बानीले अस्ति लाग्दै जाँदा ओइ फुटी तक त खेल्ने मान्ने होइन नि खेल्ने होइन मारो मुझे मारो मारो मुझे मारो मारो नहीं ये मजाक हो रहा है एक सेकंड rock paper scissors म काटे तपाईहरु दुईजना फेरि गर्नु कुदै rock paper scissors rock paper rock paper scissors तपाईँ के भयो
हेर्नु न अनि भिडियोमा रक पेपर सिजर म गएँ कसैले खान पाएन रक पेपर सिजर म गएँ म त त्यो कन्फ्युज भइहाल्छ म हाम्रो नियम चाहिँ भएर हाँस्छ रक पेपर सिजर पेपर सिजर नयाँ जुन भिडियो देख्नुपर्छ नदेखान्छ त होइन रक पेपर सिजर म धानु किन नखानु मुभी त देख्छ नि मिठो कुरा सकी गयो रक पेपर सिजर यति बिना नन्दनी गा साथीहरू अब म चाहिँ वर्तमानमा जान लागेको मैले चाहिँ टाउको नै किनकि कर्ली गर्नको लागि मेरो चाहिँ खासमा कर्ली नै छ कपाल तर त्यति मजाले बस्दैन यसै बसिदिन्छ अलिअलि मात्र हुन्छ के बस्दैन नि यसलाई बटारेर बनाउँछु म ज्यादा पनि प्रायः कर्ली नै गरिराखेको हुन्छु कपाल अनि म मेरो चाहिँ अघि नै गइसक्नु बाबा पनि जान लागेको तपाईँलाई फाइनल देखाउँछु कपालको मैले चाहिँ ऐना पनि गरा हो किसी साइल के छ ड्रिङ्गल चाहिँ पुगिसकेको छु अनि मलाई चाहिँ वहाँ पुगेर अब मोबाइल ठहराउन लाज लाग्छ नि त अनि आजको लागि चाहिँ यति नै फेरि भोलि लिएर म आउने नै छु अनि अन्तिम रिक्वेस्ट गर्न चाहन्छु सबैले माया सपोर्ट गरिदिनु होला सबैले लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिन चाहिँ नभुल्नु होला थ्याङ्क यू फर